हेलो साथीहरु, गुड मर्निङ। गुड मर्निङ। अनि अहिले चाहिँ हामीहरु जाँदैछौँ खानासाना खाएर हामी माथि म्युजियम बनाउने ठाउँ जाँदैछु। अनि मैले चाहिँ आलु उसिनेर बोकेको छु। अनि यो चाहिँ फर्स्ट एड किट, चटपटी बनाएर खाना आँटेको। अनि विजय भाइ र उहाँ दाइ चाहिँ आज भर्खर आइपुग्नु भएको। खानासाना खाएर हामी जाँदैछौँ। अनि साथीहरु यहाँ हेर्नु न, आज हाम्रो चाहिँ तेस्रो दिन रहेको छ। अनि यो नानी चाहिँ कति क्युट छ के, कति क्युट यो नानी। ल हेर्नु त, यी गाला रातो रातो छ यो नानीको गाला। ल ल यहाँको बाटो फेरि खतरा छ। फोन त स्विच अफ हुन आँटेको क्या। साथीहरु, आज चाहिँ म बनाउँदैछु खाजामा चटपटे। चटपटे बनाउन मलाई सहयोग गर्दै हुनुहुन्छ मेरो प्यारो भाइ लासिमाङ मङ्गोल। अनि म चाहिँ गफ गर्दै गर्दै चटपटे बनाउँदैछु। सन्दकपुरमा एकदमै धेरै जाडो छ। जाडो ठाउँमा चाहिँ आज पिरो पिरो चटपटे बनाएर खुवाइदिनु पर्यो दाजुहरूलाई। अनि दाजुहरूलाई मैले चटपटे दिएँ, उहाँहरूलाई चाहिँ मिठो लाग्यो मैले बनाएको चटपटे। एक आरी बनाएको चटपटे चाहिँ सक्यो। ल हेर्नुहोस् त साथीहरु, अब यति मात्र बाँकी छ, यो पनि सकिएला जस्तै छ। साथीहरु धेरै धेरै धन्यवाद दाइहरूलाई, मैले बनाएको चटपटे एकदमै मिठो लाग्यो अरे। 10,000 जेठा छोरालाई बनाउनु नि। अनि स्कुल जाँदै थियो जेठो छोरो नगएको दिन। साथीहरु, हामी चाहिँ उता मङ्गोल म्युजियमदेखि काम सकेर आएर अहिले चाहिँ अब खाना पकाउने, बेलुकाको खाना पकाउने टाइम भयो। अनि आज देख्न सक्नुहुन्छ केही नदेखिने गरी हुस्से लागेको छ यस्तो डम्मै। म त टिकटक बनाएको कि गोहालेर मर्यो। मेरो कसको यादहरू रुनु भएको, कसको याद आयो अरे। भात के अरे, दुखी हातमाको दुखी हातमा 30 सेकेन्ड टिकाको नाच्नु हो गलेर खाना। ओइ के साह्रो धुलो धुलोहरू धुवा। क्यान्सर लाएर मरिन्छ होला यस्तो पाराले। क्यान्सर अरे फोक्सोको रोग लाएर। या हौ चाक पनि कत्रो छ यो बानिरहेको त ठस्सै ठेल्दियो। सिद्धान्त मिलेन भने जिन्दगीमा झगडा हुन्छ, त्यस्तै हो क्या। पहाडको बुङ्गुर खाना आँटेको है साथीहरू आज चाहिँ हाम्रो त। ल पहाडको बुङ्गुर, लोकल सुँगुर पहाडको। आहा ल आज चाहिँ यता हाम्रो दाइले काट्दै हुनुहुन्छ, दाजुहरूले। त्यहाँ मेलिनाको मेरो फोन छ कि झार्दिनु। दाइलाई चाहिँ अरू काम गर्नु अल्छी लाग्छ अरे। यो मासु काम काट्ने काम दियो भने चाहिँ पुरा जाँड चल्छ अरे। मान्छेहरूको सोख, इच्छा, रहर, जागर पनि कस्तो कस्तो कुरा है। मासु काट्न चाहिँ जाँड चल्छ अरे दाइलाई फेरि। आलु भाजीको लागि होइन, ल म पकाउँछु। कहाँ जानुभयो? माथि ए ल हुन्छ। माथि के भन्नुहुन्छ सरकोमा त हस्ता के गर्छ? तीनजना तर होइन, तीनजना मतलब त्यो एउटा त्यहाँ किल्चिनु होला भाइ। दुईजना अब त्यो के धर्मराज भाइ र पेसेन्जरले त्यहाँ होला, अरू कहाँ हटाउने? यताउति यहाँ कतै हो? यहाँ कति के छ? माथि केन्द्र बस्दा दाइकोमा जाँदा हुन्छ, सुत्ने पनि राम्रो छ, आराम देख्ने। कसले लान्छ त? त्यो सरको ओर्ने पुऱ्याइदिएको छैन? कहाँ छ त? दुईटा दिएको होइन, दुईटा मात्रै खै, अरू 5वटामा को नि? यहाँ त दुईटा मात्रै छ त, थोत्रे त्यो सुत्दाखेरि पनि आइफोन लगाउने खालको। 5वटा 7वटा लेखोमा। अनि कहाँ छ त उहाँको ओर्ने त छैन। 5वटा लक्ष्मीको 2टा
दुईटा चाहिँ मैले उतै म नहुँदाखेरि हराइमा त किनेर दिनुपर्छ त्यत्रो उड्ने छैन त कसैले लगेको छैन कि लगेको कि उसले अहिले हेरेर त्यो कसले लान्छ होला आफूले ल्याएको ब्याग नै भारी भएर आउँछ यहाँ त झापा मरङबाट धेरै आउँछ सँगै हो तपाईँ नि होइन उता मोरङको अनि उताको त आफै ओढेहरू लिएर आएको ब्यागमा अनि किशोर दाइले आफै बोकेर आएको किशोर दाइले पनि आफै अनि कहाँ जाति त 5वटा यहाँ अरू पनि टन्नै थियो सुँगुरको मासु आज हाम्रो पकाउँदैछ नि बानिटाले चुलामा ए नि त मासु खरिएन मजाले खरिनुलाई त थोरै हुनु पर्यो नि लुपाहरूको सुँगुरको मासु र रायो साग माथि चाहिँ हाम्रो प्रेसिडेन्ट सरहरू आउनु भएको छ भर्खरै गीत गाउँदै हुनुहुन्छ म जाँदैछु माथि
हामी चाहिँ खाना खायौँ मऱ्यो अनि प्रेसिडेन्ट सरहरू सबैलाई खाना दियौँ उहाँहरू सबैजना सुत्नु गइसक्नुभयो अनि हामी पनि सुत्नतर्फ जाँदैछौँ यो चाहिँ स्नोम्यान भइरहेछ क्या यो को हो चिन्नु होला यो मान्छे अनि आज चाहिँ भाक्सासँग खाना खाएको थियौँ मिठो भयो यो जाडो अहिले चाहिँ के भएको अहिले चाहिँ त्यति जाडो छैन घरिको जाडो हुन्छ घरिको गर्मी हुन्छ ठिक्क हुन्छ यहाँ सन्दकपुरको त म त केही बुझ्नै सकिनँ हौ घरि चाहिँ मर्ने गरी जाडो हुन्छ अर्को चोटिदेखि म आउँदिनँ जस्तो पार्छ हो अनि घरि चाहिँ ठिकै हुन्छ बाटोहरू नि साथीहरू यति भन्दै आजको मेरो ब्लग हाम्रो तेस्रो दिन सन्दकपुरको बसाइ तेस्रो दिन मेरो चाहिँ बसाइ सन्दकपुरमा र आजको मेरो ब्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु हस् त बाई बाई गुड नाइट गाइज